हेलो गाइज, आज म जाँदैछु कलेज। आज हाम्रो कलेजको लास्ट दिन। आज हाम्रो विदाई कार्यक्रम रहेको छ। त्यसैले मैले बिहान बिहान उठेर रेडी भएर कलेज गएँ। कलेज पुग्दा भर्खरै त्यहाँ सुरु गर्दै हुनुहुन्छ। सुरु गर्दै गर्दा रेडी भइसकेपछि सर आउनुभयो। सर आएर कार्यक्रम सुरु गर्नुभयो। कार्यक्रम सुरु गरिसकेपछि उहाँहरूले सबै सरहरूलाई आसन ग्रहण गराउँदै हुनुहुन्छ। हामी सबै बसेर ताली पिट्दै हेरिरहेका छौँ, सुनिरहेका छौँ सरको कुराहरू। सबै सरहरूलाई आसन ग्रहण गराउँदै हुनुहुन्छ सर। अनि त्यसपछि सर कार्यक्रमको उद्घाटन गर्दै हुनुहुन्छ। हामी बसेर हेरिरहेका छौँ। सर कार्यक्रमको उद्घाटन गरिसकेपछि बडु म्यामले आफ्ना कुराहरू भन्दै हुनुहुन्छ, हामीलाई सम्झाउँदै हुनुहुन्छ भोलिको दिनहरूमा के कस्तो गर्ने भनेर। सबै विद्यार्थीहरूलाई आफ्नो कुराहरू भन्नुभएको छ। म्यामको कुरा सुनेर सबै ताली पिट्दै छन्। म्यामले आफ्नो कुराहरू राख्नुभएको छ। त्यसपछि अर्को म्याम आएर पनि हामीलाई शुभकामना दिँदै हुनुहुन्छ। त्यसपछि अर्को सर आएर पनि हामीलाई शुभकामना दिँदै हुनुहुन्छ। हामी बसिरहेका छौँ। त्यसपछि सर आफ्ना कुराहरू भन्दै हुनुहुन्छ। सरको कुरा सुनेर हामी बसिरहेका छौँ। अनि सरले डिन सरलाई वेलकम गर्दै हुनुहुन्छ। कार्यक्रममा आएकोमा धन्यवाद दिँदै हुनुहुन्छ। टीका लगाएर फुल दिएर सल ओढाएर उहाँलाई आफ्नो अमूल्य समय निकालेर कार्यक्रममा आइदिएकोमा उहाँलाई धन्यवाद दिँदै हुनुहुन्छ सरले, डिन सरलाई। हामी सबै उठेर ताली बजाइरहेका छौँ। त्यसपछि सरले आफ्ना केही कुरा भनिराख्नु भएको छ हामीहरूलाई। अनि एउटा विद्यार्थीले गाना गाएर हामीहरूलाई मनोरञ्जन गराउँदै हुनुहुन्छ। अनि त्यसपछि हाम्रो क्लासको बिस्नाले आफ्नो सानो चुट्किला भनिरहेको छिन्। बिस्नाको चुट्किला सुन्दै बसिरहेका छौँ हामी। अनि त्यसपछि विदाई कार्यक्रम सुरु भयो। विदाई कार्यक्रम सुरु हुँदा सबै एक एक गरेर जानुभएको छ। त्यसपछि मेरो पालो आयो। म गएँ, टीका लगाएँ सरसँग। अनि सरसँग फोटो खिचेँ। अनि मायाको चिनो ल्याएर आएँ। हाम्रो सबै साथीहरू टीका लाउँदै हुनुहुन्छ। एक एक गरी जानुभएको छ, फोटो खिच्नु भएको छ, मायाको चिनो ल्याउनु भएको छ र म मायाको चिनो हेरेर बसिरहेको छु। अनि हाम्रो सरले लास्ट आफ्नो केही कुराहरू भन्दै हुनुहुन्छ र त्यसपछि सरहरूले हामीलाई नास्ता दिनुभयो। नास्ता खायौँ हामी सबैले नास्ता खाएपछि डान्स गर्न लागे सबै। म भिडियो बनाउँदैछु। सबैले डान्स गरिसकेपछि हामी सबैले फेरि भेटौँला भन्दै हामी सबै घर फर्कियौँ। हस् त, बाई बाई।